सुदूरपश्चिम प्रदेश 9वटै जिल्लाको सबै धार्मिक र सांस्कृतिक सम्पदाहरूको महत्त्व झल्किने गरी भिडियो डकुमेन्ट्री सुदूरपश्चिम प्रदेश नेपालको एउटा विशिष्ट पहिचान भएको प्रदेश हो। यस प्रदेशभित्र विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरू अवस्थित छन्। सुदूरपश्चिम प्रदेश संस्कृतिको धनी प्रदेश मानिन्छ। वेशभूषा तथा भाषाको विविधता यस प्रदेशमा रहेको पाइन्छ। यहाँ विभिन्न समयमा धार्मिक तथा सांस्कृतिक पर्वहरू समेत मनाइने गरिन्छ। मूर्त सांस्कृतिक सम्पदाहरूको रूपमा यस प्रदेशमा ऐतिहासिक दरबार, कोट, किल्ला, मन्दिर, वेशभूषा, गहना, लोकबाजा इत्यादि रहेका छन् भने विभिन्न रीतिरिवाज, परम्परा, लोककथा, लोकभाका, नृत्य, चाडपर्व, धार्मिक आस्था जस्ता अमूर्त सांस्कृतिक सम्पदाहरू यस प्रदेशमा रहेका छन्। यसै गरी यस प्रदेशमा थुप्रै धार्मिक तथा सांस्कृतिक एवं पर्यटकीय स्थलहरू रहेका छन्, जसमध्ये डोटीको खप्तड, शैलेश्वरी, गनै गौडाकोट, शिखर, घण्टेश्वर, अछामको बैजनाथ, मङ्गल सैन दरबार, बर्दादेवी, रामारोशन, बाजुराको बडी मालिका, बझाङको तपोवन, भोपुर दरबार, त्रिपुरा सुन्दरी, निङ्गला सैनी, जगन्नाथ, मेलौली भगवती, ग्वालेक केदार, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्ला केदार हुनैनाथ, अपी हिमाल, कैलालीको शिवपुरी धाम, घोडाघोडी, मोहन्याल, तारागढी, वनदेवी, बेहडा बाबा, नैना देवी, डडेलधुराको उग्रतारा भगवती, घटाल स्थान, आलीताल, अजय मेरुकोट, अमरगढी किल्ला, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ, झिलमिला ताल, 52 ढोका दरबार, शुक्ला फाँटा, दोधारा चाँदनी झोलुङ्गे पुल आदि प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक सम्पदाहरू पर्दछन्। यी सम्पदाहरू पर्यटन उद्योगका लागि सर्वाधिक आकर्षणको केन्द्र हुन्। तर हाम्रा काम कारबाही तथा हाम्रो सोच पर्यटन उन्मुख छैन। संसारमा प्राय ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रमा अमूर्त संस्कृतिको अभाव हुने गर्दछ। तर नेपालमा मूर्त र अमूर्त संस्कृतिले ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको वातावरण मौलिक र जीवन्त बनाएको छ। पर्यटकहरू यी सम्पदाहरूको अवलोकन गर्नकै लागि हाम्रो मुलुक आउने गर्दछन्। विश्व जगतमा यहाँका सम्पदाहरूलाई चिनाउने र विदेशी मुद्रा आर्जन गर्ने राम्रो माध्यम यिनै सम्पदा हुन् भने रोजगारीका नयाँ नयाँ अवसरहरूको सिर्जना समेत हुने भएकाले यी सम्पदा भावी समृद्धिका आधार समेत हुन्। तसर्थ यी सम्पदा संरक्षणका लागि यथाशीघ्र नीति नियम बनाई कार्यान्वयनमा ल्याई थप प्रभावकारी ढङ्गले संरक्षण, सम्वर्धन र प्रचार प्रसार गर्नु निकै आवश्यक देखिन्छ। धन्यवाद।